प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, कार्यक्रम बादल इंग्लिश क्लासेजमा यहाँहरूलाई मिठो नमस्कार तथा हार्दिक स्वागत छ। प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, सधैँ झै टेक पार्टनर सत्येन्द्र गुप्ताको साथमा म राम विश्वास मेहता यानी यहाँहरूकै चिरपरिचित सर आरबी सर उपस्थित भइसकेका छु लिएर कार्यक्रम बादल इंग्लिश क्लासेज। र यहाँहरू यो बादल इंग्लिश क्लासेजलाई रेडियो बादलमा मात्र हैन, रेडियो बादलको आधिकारिक युट्युब च्यानल बादल टिभीमा पनि तपाईले हेर्न सक्नुहुन्छ। युट्युबमा गएर बादल टिभी सर्च गरेर तपाईले यो कुरालाई हेर्न सक्नुहुनेछ। प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, हामीले अघि क्लासमा टेक क्वेशनको बारेमा पढेका थिए। हामीले टेक क्वेशनको बारेमा पढे थिए, जस्तै कि स्टडी गरे थिए कि हामीले त्यो दिन हामी यो कुरा थाहा पायौँ हामीलाई कि यदि स्टेटमेन्ट अफर्मेटिभ छ भने टेक चाहिँ पोजिटिभ हुन्छ र टेक चाहिँ पोजिटिभ छ भने स्टेटमेन्ट हाम्रो नेगेटिभ हुन्छ। यो कुरा हामीले थाहा भइसकेको छ र केही यस्ता नियमहरूको बारेमा पनि हामी त्यो दिन स्टडी गरे, हिजो स्टडी गरे र त्यस्तै हामी आज आएका छौँ फेरि टेक क्वेशन लिएर त्यसमा बाँकी कुराहरूलाई आज हेरौँला। जस्तै कि हामी अब हेर्ने छौँ। अब एकछिन आज हामीले स्टडी गर्नुपर्ने हो हैज, हैव र हैडलाई कसरी चेन्ज गर्ने, यस्तो आउँछ भने कसरी चाहिँ हामी कजेटिभ चेन्ज गर्ने, यो बताउनु भन्दा पहिला तपाईहरुले भन्न चाहन्छु, यदि तपाईहरु मेरो च्यानलमा युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु ताकि हाम्रो भिडियोहरु तपाईहरुले सजिलै पुग्छ र तपाई पाउन सक्नुहुन्छ। र लाइक, कमेन्ट्स र शेयर surely गर्नु। र युट्युबमा गएर बादल टिभी सर्च गर्नु होला, तपाईले पुरै भिडियोहरु पाउन सक्नुहुन्छ। बादल टिभी सर्च गर्दाखेरि पनि पाउन सक्नुहुन्छ। त्यस्तै क्लासेज बाई आरबी सर पनि तब्दाखेरि आउँछ तपाईलाई। त्यस्तै तपाईले बादल इंग्लिश क्लासेज सर्च गर्नु होला, त्यो पनि आउँछ। राम विश्वास मेहता वा www.rbsir.com दाब्नुहुन्छ, थिच्नु होला, त्यस्तै टाइप गर्नु होला, सर्च गर्नु होला युट्युबमा गएर तपाईले भिडियोहरु पाउन सक्नुहुन्छ। र प्रिय विद्यार्थी साथीभाइहरु, अब यो हामी यहाँ आउनु हेरौँ। अब हामी हैज, हैव र हार्डलाई चाहिँ कसरी टेक बनाउने भनेर जस्तै हेर्न सक्नुहुन्छ भाइ बहिनी। जस्तै कि हामी सजिलै बुझ्ने, यदि हैव पछि V3 आउँछ भने, हैव प्लस V3 यदि आइरहेछ भने हामीले त्यसको के गर्ने भने टेक के बनाउने भने हैव वन्ट बनाउने। हैव नट त यसको हुन्छ, बट हामीले कन्स्ट्रक्टेड फर्ममा प्रयोग गर्नुपर्छ, त्यसैले हैव नट कन्स्ट्रक्टेड फर्म हुन्छ भने हैव वन्ट हुन्छ, त्यसैले हामी हैव वन्ट चाहिँ प्रयोग गर्ने। प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, अब तपाईहरु बुझिसक्नु भयो होला कि हैव प्लस V3 आउँछ भने त्यसको टेक चाहिँ के हुन्छ भने हैव वन्ट हुन्छ। जस्तै म एउटा दुईटा इक्जाम्पल दिन्छु, तपाईहरु बुझ्न सक्नुहुन्छ। र यदि रेडियो सेटमा बस्नु भएको छ भने प्लिज कपी र कलम लिनु र नोट गर्न सुरु गर्नु, यस्तो केही इम्पोर्टेन्ट कुराहरू। अथवा तपाईँ युट्युबमा हुनुहुन्छ भने तपाईँ यसलाई स्क्रिनशट गर्न सक्नुहुन्छ अथवा डाउनलोड पनि गर्न सक्नुहुनेछ। जस्तै आई हैव eaten rice, I have eaten rice। अब सबभन्दा फर्स्ट हामीले के गर्नुपर्ने, यसलाई फुल स्टपलाई कमामा चेन्ज गर्ने, कमामा चेन्ज गरिदिए। त्यसपछि हैव को के हुन्छ, अब हेर्नु पोजिटिभ कि नेगेटिभ, हैव एक्जुलरी भर्ब। अब यसलाई हामी हेर्नुपर्ने हो हैव पोजिटिभ हो कि नेगेटिभ हो। यो त यहाँ पोजिटिभ हो, स्टेटमेन्ट हाम्रो पोजिटिभ हो, त्यसैले हाम्रो यसलाई हैवले के गर्ने हैव वन्ट अनि सब्जेक्ट चाहिँ तपाईको आई, हैव वन्ट चाहिँ भयो। अब यो टेक हाम्रो भइसक्यो। त्यस्तै अझै इक्जाम्पलहरु भाइ बहिनी, जस्तै कि यहाँ लेखिएको छ we have written a letter, full stop, we have written a letter। अब यसलाई कसरी गर्ने भने हामी यो फुल स्टपलाई कमामा चेन्ज गर्न सक्छौँ। यसलाई हामी कमामा चेन्ज गर्ने, कमामा चेन्ज गरिदिए। त्यसपछि अब हामीले एक्जुलरी भर्ब राख्नुपर्ने हो। अब एक्जुलरी भर्ब हेर्नेसमा कुन एक्जुलरी भर्ब राख्नुपर्ने हो, किनभने यसमा पनि हेरेछौँ हामी हैव प्लस V3 छ, हैव प्लस रिटेन, यानी कि वी हैव रिटेन अ लेटर। अब हैव पछि रिटेन यानी V3 छ भने हाम्रो हैव वन्ट छ, त्यसैले हामी के गर्ने यहाँ हैव वन्ट चाहिँ गर्ने। हैव वन्ट अनि वी को प्रोनाउन चाहिँ हाम्रो वी नै प्रोनाउन छ, यसलाई वी गरिदिने, हैव वन्ट वी। त्यस्तै यदि यही कुरा यदि हाम्रो नेगेटिभमा भइहाल्थ्यो, प्रिय साथी भाइ कन्फ्युज नहुनु होला,
have plus not, त्यस्तै we have not written a letter, we have not written a letter। यदि यस्तो कुरा आयो भने हामी सबैभन्दा पहिला कमा दिने, त्यसपछि हेर्ने कि के हुन्छ भनेर। have प्लस v3 छ, त्यसको haven't हुन्छ, बट यहाँ haven't हामी नगर्ने, किनभने यहाँ we have not written a letter भने अलरेडी यो नेगेटिभ बताइ नै रहेछ, त्यसले यो त हाम्रो स्टेटमेन्ट अब नेगेटिभ भयो, त्यसैले यसको टेक चाहिँ हाम्रो के हुन्छ भने पोजिटिभ हुन्छ। त्यसैले हामी यसको पोजिटिभ टेक बनाउँछौँ, के भने have we। बुझ्नुभयो होला मलाई आशा छ। त्यस्तै साथीभाइ बहिनीहरू, अब मानिलिनु यो सब्जेक्ट फर्स्टमा we, I, you, they यस्तो यदि प्रोनाउन दिएछ भने हामीले कुनै फरक पर्दैन, हामी यसरी बनाइदिरहेको छैन। तर सम टाइम कहिलेकाहीँ के हुन्छ भने त्यहाँ नामहरू आइसक्यो, जस्तै कि यहाँ हेर्न सक्नुहुन्छ तपाईँ, राम एन्ड श्याम, राम एन्ड श्याम have spoken English। प्रिय विद्यार्थी साथीभाइ पनि, जस्तै कि एउटा मैले अर्को इक्जाम्पल दिएँ, राम एन्ड श्याम have spoken English, राम एन्ड श्याम have spoken English। अब यसमा हामी हेर्नु, यसमा ठिकै छ, अब सेन्टेन्स ठिक छ, स्टेटमेन्ट ठिक छ हाम्रो भने, यसलाई फुल स्टपलाई हामी कमामा चेन्ज गरिदिए। अब कमामा चेन्ज गरिसकेपछि हामी के हेर्ने, अब यसमा लरी भर्ब कौन राख्ने। अब have प्लस v3 छ अनि पोजिटिभ स्टेटमेन्ट पनि छ, त्यसले हामी के गर्ने, यहाँ haven't गर्ने, के गर्ने haven't गर्ने। अब समस्या के रह्यो भने यहाँ रामलाई लाग्ने कि श्यामलाई लाग्ने कि दुवैले लाग्ने, राम एन्ड श्यामले लाग्ने। त्यसो त हामीले नराम्रो हुन्छ यस्तो हामी हेरेको छैन, किनभने हामी त्यो नाम लेख्न मिल्दैन, हामीले यो नामलाई प्रोनाउनमा चेन्ज गरेर त्यहाँ लेख्नुपर्छ। अब तपाईँ मनमा उठिरहेको तपाईँहरूको कि अब रामको त हि हुन्छ, श्यामको पनि डबल हि लेख्ने क्या हो, त त्यस्तो केही छैन भाइ बहिनीहरू। दुईजना भइसकेको छ, दुईटा भयो, प्लुरल भयो अनि प्लुरल थर्ड पर्सन प्लुरल के हुन्छ, दे हुन्छ, त्यसलाई हामी के गर्छौँ, haven't they। त्यस्तै अझ इक्जाम्पलहरू हामी हेर्न सक्छौँ भाइ बहिनीहरू, जस्तै कि दे have played cricket, they have played cricket। अब यसलाई हामी के गर्ने भने सबैभन्दा पहिला हामी कमा दिने, दिइसके त्यसपछि एजुलरी भर्ब राख्ने। एजुलरी भर्ब कुन यसमा have छ भने have को के हुन्छ भने haven't हुन्छ। अब have पनि हुन्छ त कब have हुन्छ भने हाम्रो स्टेटमेन्ट नेगेटिभ हुन्छ भने have हुन्छ, यदि अफर्मेटिभ छ भने हाम्रो पोजिटिभ छ भने हाम्रो टेक चाहिँ के हुन्छ भने नेगेटिभ। त्यसैले हामी यहाँ के गर्ने, दे have played cricket, यसलाई हामी के बनाउन सक्छौँ भने haven't अनि देको चाहिँ दे नै, haven't दे क्वेसनमा haven't दे। त्यस्तै एउटै पनि हुन सक्छ, you have cooked fish, you have cooked fish, food पनि गर्न सक्छ as you like। हामी मात्र इक्जाम्पलको लागि मात्र यो प्रयोग गरेको, you have cooked food, you have cooked food। अब यसमा हेर्छौँ हामी have पछि v3 सधैँ छ भने हामी कमा दिने फर्स्ट फटाफट, त्यसपछि अब have cooked भने हाम्रो haven't प्रयोग हुन्छ, त्यस्तै हामी के गर्ने haven't गरिदिने, haven't अनि सब्जेक्ट के छ भने यु छ, युले हामी यु लेख्न सक्छौँ किनभने यु हाम्रो प्रोनाउन हो। ओके प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू, अब तपाईले have को चाहिँ समस्या सोल्भ भयो। have प्लस v3 आउँछ भने के गर्ने, हाम्रो टेक हुन्छ भने haven't हुन्छ। यति तपाईँ माइन्डमा राख्नु होला भाइ बहिनीहरू, यसमा केही कन्फ्युजन पर्नुपर्ने कुरा छैन। अब यसलाई म मेट्न चाहन्छु र have को अर्को रूप पनि हेर्न चाहन्छु, जस्तै कि have जस्तै कि हुन्छ I have a rice, त्यहाँ have प्लस v3 वाला हामी हेरे। अब have प्लस v3 नहुँदा के गर्ने, यस्तो पनि समस्या तपाईहरुलाई आउन सक्छ। त्यस्तै प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू, अब तपाईहरु हेर्नु कस्तो हुन्छ भनेर have प्लस अब्जेक्ट, ध्यान दिएर हेर्नु होला भाइ बहिनीहरू। यो त हाम्रो थियो have प्लस v3 दियो भने haven't गरिदिए। यदि अब v3 नभएर यहाँ अब्जेक्ट हुन्छ भने के गर्ने, प्रिय विद्यार्थी साथीभाइ ध्यान दिएर हेर्नु होला। यदि have प्लस अब्जेक्ट छ भने हामी यसको डन्ट प्रयोग गर्छौं, haven't गर्दैनौं। प्रिय विद्यार्थी साथी यसमा धेरै ध्यान दिएर हेर्नु होला। यसमा धेरै विद्यार्थी साथीभाइहरुले राम्रो कन्फ्युज भइरहेको मैले हेर्न मिल्दछ, मलाई हामीलाई हेर्न मिल्दछ र उहाँहरुलाई धेरै दुख पनि लाग्छ, हामीले पनि दुख लाग्छ र उहाँहरु
आफ्नो इक्जाममा गएर गल्ती गरेर आउनु हुँदछ त्यो सुनेर हामी झन् आफूलाई दुःख लाग्दछ र कहिलेकाहीँ साथीहरू यस्तो कुरा गर्दाखेरि यसमा धेरै भाइ बहिनी कन्फ्युज रहनुहुन्छ र हाम्रो साथीभाइहरू के मकसद हुन्छ के डाउट हुन्छ भने अथवा हाम्रो उहाँहरू के सोच हुन्छ ह्याभ आउने बित्तिकै ह्याभ अन्ट गरिदिनुहुन्छ त्यो अलिकति हाम्रो सोच्नुपर्ने कुरा हो। तपाईँ हेर्नु होला ह्याभ पछि V3 छ कि छैन। यदि ह्याभ पछि V3 छ भने हामी ह्याभ अन्ट गर्ने, तर ह्याभ पछि V3 छैन यदि अब्जेक्ट छ भने हामी डन्ट नै प्रयोग गर्ने। प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू अब तपाईँले यो कुरा थाहा भइसकेको छ। त्यस्तै अब यसको पनि हामी इक्जाम्पल के हेरौँला अनि हामी अगाडि फेरि बढौँला। त्यस्तै प्रिय विद्यार्थी साथीभाइ ध्यान दिइरहनु होला। अब त्यस्तै कि यहाँ छ I have a pen, I have a pen। अब यो भयो I have a pen। अब यसलाई हामी टेक कसरी गर्ने भनेर टेक कसरी बनाउने। अब धेरै विद्यार्थी साथीभाइले के गर्नुहुन्छ I have हेर्नुहोस् वाट हेर्नुहोस् have छ भने have अन्ट गरिदिनुहुन्छ अनि have अब I अनि आएर भन्नुहुन्छ कि ठिक छ मेरो। अब ठिक थोरै छ गल्ती भयो किनभने अब ध्यान दिइरहनु होला ह्याभ प्लस V3 हुन्छ भने ह्याभ अन्ट गर्ने, तर ह्याभ प्लस अब्जेक्ट हुन्छ भने डन्ट गर्ने। जस्तै कि आई ह्याभ अ पेन। अब ह्याभ पछि V3 त छैन कुनै अब्जेक्ट छ त्यसैले हाम्रो यहाँ डन्ट हुन्छ। यो हाम्रो गल्ती छ यसले हामी प्रयोग गर्नु हुँदैन। हामीले यहाँ के प्रयोग गर्नुपर्ने हुन्छ भने डन्ट चाहिँ हामी प्रयोग गर्ने। जस्तै कि हेर्न सक्नुहुन्छ भाइ बहिनीहरू डन्ट आई प्रयोग गर्न सक्नुहुन्छ। प्रयोग गर्ने यही प्रयोग हुन्छ पनि। प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू तपाईँले अहिले रेडियो बादलमा बादल इङ्ग्लिस क्लासेस पढ्दै सुन्दै हुनुहुन्छ आरबी सरको साथमा। र यो आज हामी टेक क्वेसन पार्ट 2 मा प्रवेश गरिसकेका अनि दोस्रो दिनमा प्रवेश गरिसकेका छौँ। हामी V1 V2 V3 V5 एपिसोडबाट हामी पढिसकेका छौँ। आज हामी ह्याज ह्याभ र ह्याडको कन्फ्युजनलाई दूर गर्न पहिला फर्स्टमा स्टार्ट भयो। त्यसपछि हाम्रो यहाँ धेरै स्ट्रक्चरहरू छन्, धेरै यस्तो धेरै यस्तो समस्याहरू जुन हुन्छ साथीभाइ बहिनीहरूलाई उहाँ त्यो समस्याहरू मैले यहाँ कलेक्ट गरेर राखेको छु। त्यसको पनि हामी के गर्छौँ भने स्टडी डिस्कस गर्ने नै छौँ। यस सबैको बारेमा पनि हामी छलफल गर्ने नै छौँ। तबसम्म प्लिज भाइ बहिनी यदि तपाईँ नयाँ हुनुहुन्छ भने यो च्यानललाई यसरी सब्सक्राइब गरिदिनु। प्लिज विद्यार्थी भाइ ध्यान दिइरहनु होला आई ह्याभ अ पेन डन्ट आई गर्ने किनभने यहाँ ह्याभ पछि अब्जेक्ट छ। त्यस्तै भाइ बहिनीहरू वी ह्याभ अ पेन। अब हेर्नु यहाँ वी ह्याभ अ पेन भने यहाँ पनि हामीलाई के गर्नुपर्ने छैन। स्वाटमा पहिला हेर्नु होला यहाँ पहिला फुल स्टपलाई कममा चेन्ज गरिदिने। त्यसपछि हामी हेर्ने ह्याभ प्लस पछि V3 छ कि छैन। ह्याभ पछि यदि V3 छ भने ह्याभ अन्ट गर्ने, छैन भने डन्ट गर्ने। अब डन्ट गर्ने त्यो डन्ट गर्नु पहिला हेर्ने पोजिटिभ छ नेगेटिभ, पोजिटिभ छ नेगेटिभ नै गरिदिँदा हुन्छ। हामीलाई डन्ट गरिदिने। अब डन्ट गरिसकेपछि हामीले के चाहियो सब्जेक्ट के हो डन्ट। यस्तो चाहिँ हाम्रो टेक चाहिँ बन्ने गर्छ। मलाई आशा छ हामीले पुरै रेडियो बादल इङ्ग्लिसलाई आशा छ कि तपाईँहरूले यो कार्यक्रम राम्रो लागिरह्यो होला र तपाईँहरूले यो बुझि पनि राख्नु भयो होला र बुझ्नु पनि भएको होला कि हामी ह्याभलाई कसरी गर्ने। ह्याभ पछि V3 आएमा हामी ह्याभ अन्ट गर्ने। त्यस्तै ह्याभ पछि अब्जेक्ट आएपछि हामीले त्यसलाई डन्ट चाहिँ प्रयोग गर्ने। प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू त्यस्तै अब हामी अर्को इक्जाम्पल चाहिँ यु ह्याभ अ डग। यु ह्याभ अ डग मैले डग छ भने हामीले यसको मतलब छैन बेटा। यो हामी हेर्नु कि ह्याभ पछि V3 छ कि छैन। यदि V3 छ भने ह्याभ अन्ट गर्ने, तर यहाँ त V3 छैन त्यसैले हामी के गर्ने डन्ट गर्ने। डन्ट अनि क्वेसन मार्क। त्यस्तै प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू अब हामी के हेर्नुपर्ने हामीले के हेर्नुपर्ने हो भने जस्तै कि तपाईँ हेर्दै हुनुहुन्छ यु ह्याभ अ डग डन्ट आई। अब हामीले के जान्नुपर्ने हो भने अझ भन्नुहोस् जस्तै कि यहाँ हाम्रो अर्को पनि लिन सक्नु तपाईँ लिन सक्नुहुन्छ। जस्तै कि देसँग पनि हुनसक्छ दे ह्याभ अ मोबाइल। दे ह्याभ अ मोबाइल यहाँ हामी के गर्न सक्छौँ भने डन्ट दे गर्न सक्छौँ। अब मलाई आशा छ कि तपाईँहरूलाई ह्याभसँग सम्बन्धित चाहिँ तपाईँलाई केही पनि यस्तो अप्ठ्यारो
आउन सक्दैन जस्तो हामीलाई आशा लागिरहेको छ, हामीलाई आशा छ र तपाईँ बुझ्नुभयो होला। र त्यस्तै अब यसको बारेमा हामी पुरै डिटेल जानिसकेँ कि ह्याभ पछि भित्री आउँछ भने एभोइड गर्ने र ह्याभ पछि यदि भित्री आएन नि अब्जेक्ट आयो भने नाम फ्रेज आयो नाउन फ्रेज आयो भने हामीले डन्ट गर्ने। अब प्रिय विद्यार्थी भाइ बहिनीहरू यसलाई हामी अब मेटेर अब यसले ह्याभले अब यसै क्रममा अब हामी ह्याभले छोडेर अब ह्याजलाई पढ्नु पऱ्यो, किनभने ह्याभको बारेमा हामी पढिसक्यो, थाहा भइसक्यो। र प्लिज यसमा यदि केही कन्फ्युजन छ भने हामीले कमेन्ट गर्नु होला, तपाईँले म त्यसलाई कमेन्टमा चाहिँ तपाईँलाई एन्सर दिने गर्छु, तपाईँले सेटिस्फाई गर्न सक्छु। आई विल ट्राई टु सोल्भ यर प्रब्लम। अनि यदि कमेन्टमा भयो भने अथवा तपाईँको त्यसमा तपाईँको समस्या बुझेर कमेन्टमा हामी तपाईँको एन्सर रिप्लाई गरिदिन्छु, अथवा त्यस सम्बन्धी अझ नयाँ हामी अर्को भिडियोलाई चाहिँ बनाउन कोसिस गर्छौँ। त्यस्तै भाइ बहिनीहरू अब हामी ह्याभको प्रयोग बुझिसकेपछि अब हामीले जान्नुपर्ने के हो भने ह्याजको बारेमा। के को बारेमा जान्नुपर्ने हो भने हामीलाई ह्याजको बारेमा जान्नुपर्ने हो। ह्याजको अब ह्याज के जान्नुपर्ने भने ध्यान दिएर हेर्नु होला। सेम ह्याज प्लस V3 दिइरहेछ, सेम ह्याभ जस्तै यदि ह्याज प्लस V3 आउँछ भने हामी यसलाई ह्याजन्ट गरिदिने। के गरिदिने? ह्याजन्ट गरिदिने। त्यस्तै अब ध्यान दिएर हेर्नु, he has written a letter। सेम त्यही इक्जाम्पल हो, he has written a letter। अब ध्यान दिएर हेर्नु होला भाइ बहिनीहरू, अब हामी हेरेछौँ ह्याज पछि V3 छ भने के गर्ने हामी ह्याजन्ट चाहिँ गरिदिने। ह्याजन्ट गरिदिए। अब यहाँ हि छ भने यहाँ हि गरिदिने। अब एउटा अर्को इक्जाम्पल हामी यसैले फेरि चेन्ज गरेछु म, he has not written a letter। कमा दिने पहिला। अब has not छ भनेपछि मात्र has गरिदिने, किनभने हाम्रो के छ यहाँ यदि स्टेटमेन्ट हाम्रो नेगेटिभ छ भने के हुन्छ पोजिटिभ has गरिदिए। अब यसको सब्जेक्ट के छ he has he गर्ने। अब मलाई आशा छ कि तपाईँहरू यसलाई तपाईँहरू बुझ्नु भएको होला। त्यस्तै प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू अब अर्को इक्जाम्पल लिन सक्छौँ हामी। राम has spoken भोजपुरी। राम has spoken भोजपुरी। पहिला कमा दिन प्लस टू चेन्ज गर्ने कमामा। त्यसो भए हेर्नु ह्याज पछि V3 छ अक्षर, यदि ह्याज पछि V3 छ भने हामी के गर्ने यसको ह्याजन्ट चाहिँ गरिदिने। त्यस्तै प्रिय विद्यार्थी साथी भाइ पनि ध्यान दिएर हेर्नु होला। यदि अब त ह्याजन्ट गरिदिए हामी राम has spoken भोजपुरी। अब ह्याजको ह्याजन्ट गरिदिए, किनभने ह्याज प्लस V3 छ अनि पोजिटिभ पनि छ, त्यसलाई हामी टेक नेगेटिभ गरे। अब यो सब्जेक्ट सब्जेक्ट त्यहाँ राम छ, त रामको प्रोनाउन के हुन्छ भने हि हुन्छ। अब हाम्रो चेक बन्यो। त्यस्तै प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू यहाँ सीता has cut vegetable। भनेर सीता has cut vegetable। अब ध्यान दिएर हेरेछौँ हामी ह्याजको ह्याजन्ट गरिदिने। अनि अब सब्जेक्ट चाहिँ हामीलाई सब्जेक्ट सीता छ, सीताको सब्जेक्ट के हुन्छ प्रोनाउन, सरी प्रोनाउन के हुन्छ सी। त्यसैले हामी के गर्ने यहाँ सीता has cut vegetable, हामी के गर्ने ह्याजन्ट सी गरिदिने। अब प्रिय विद्यार्थी साथी भाइ बहिनी मलाई आशा छ तपाईँले अब ह्याज प्लस V3 दा के गर्ने यो समस्या पनि बुझ्नुभयो। त्यस्तै अर्को हामी यहाँ हेरौँ, यदि ह्याज प्लस अब्जेक्ट आइदियो भने, ह्याज प्लस अब्जेक्ट आइदियो भने के गर्ने हामी डजन्ट चाहिँ प्रयोग गर्ने। ध्यान दिएर हेर्नु होला भाइ बहिनीहरू। जस्तै he has a book। he has a book। अब फर्स्टमा सबभन्दा पहिले के गर्ने कमा दिने। अब कमा दिइसकेपछि के गर्ने हामी has के हुन्छ हाम्रो hasn't। यसको अब he। यस्तो धेरै साथीभाइ बनाउनुहुन्छ, तर हामी ध्यान दिएर यसलाई हेर्नु कि has पछि के छ हाम्रो सब्जेक्ट V3 छ कि अब्जेक्ट छ। हाम्रो has V3 छैन बल्कि अब्जेक्ट छ। यदि अब्जेक्ट छ भने हामी के गर्ने डजन्ट गर्ने। त्यसैले हामी यो hasn't-लाई नलेखेर के लेख्ने भने हामी यहाँ डजन्ट अनि हि को प्रोनाउन के हुन्छ हि लेख्ने। बुझ्नुभयो साथी भाइ बहिनीहरू। त्यस्तै अर्को पनि हामी लिन सक्छौँ। राम has a book। बुक छ भइसक्यो।
राम हैज अ पेन। सबैले हामी के गर्ने फुल स्टपले कमामा चेन्ज गर्ने, कमामा चेन्ज गरिदिए। त्यस्तै भाइ बहिनीहरू अब ह्याजलाई स्मार्ट ह्याजन्ट गर्नुभन्दा पहिला हेर्ने अथवा हेर्नु होला कि ह्याज पछि हाम्रो V3 छ कि के छ। यदि V3 छ भने हामी ह्याजन्ट गरिदिने, यदि V3 छैन, यदि नाउन फ्रेज छ वा कुनै अब्जेक्ट छ भने हामीले त्यहाँ चाहिँ के गर्ने भने डजन्ट गर्नुपर्ने हो। त्यसलाई हामी के गर्ने डजन्ट। अनि हामी के सब्जेक्ट के छ यहाँ राम। अब रामको चाहिँ रामै नलेख्ने, किन नलेख्ने भने रामको प्रोनाउन यहाँ लेख्नुपर्ने हो भने यसको प्रोनाउन के हुन्छ ही हुन्छ। त्यसैले हामी यहाँ के लेख्ने भने ही लेख्ने डजन्ट ही। राम हैज अ पेन डजन्ट ही, राम हैज अ पेन डजन्ट ही। यस्तो गरेर हामी बनाउने। प्रिय विद्यार्थी साथीभाइ तपाईँले बुझ्नुभयो होला कि अब ह्याजको पनि के गर्ने ह्याभको पनि के गर्ने तपाईँ थाहा भइसक्यो। अब तपाईँ बुझ्नुभयो कि ह्याभ पछि V3 हुन्छ भने ह्याभन्ट गर्ने र ह्याभ पछि अब्जेक्ट हुन्छ भने डन्ट गर्ने। त्यस्तै तपाईँले जान्नुभयो कि ह्याज प्लस V3 हुँदाखेरि हामीले ह्याजन्ट गर्ने र त्यस्तै ह्याज प्लस अब्जेक्ट हुँदाखेरि के गर्ने भने हामी डजन्ट गर्ने। अब त्यस्तै हामीले ह्याभको पनि प्रयोग बुझे, ह्याजन्टको बुझे। अब रहेको कुरा हाम्रो ह्याडको बारेमा। अब ह्याडको बारेमा पनि बुझ्दै नै छौँ प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू। अब ह्याडको बारेमा हेरौँ कि के कसो हुन्छ भनेर। जस्तै कि तपाईँ हेर्दै हुनुहुन्छ, हेर्नुभयो ह्याड। अब यो हेर्नु ह्याड। अब यो पनि एकदम इजी छ, ह्याभ ह्याज जस्तै नै छ। जसरी हामी ह्याभलाई गरे ह्याजलाई गरे सेम त्यस्तै हामीलाई ह्याडलाई पनि गर्नु छ। जस्तै कि तपाईँले ह्याभले ह्याभन्ट गर्नुभयो, ह्याजले ह्याजन्ट गर्नुभयो, त्यस्तै ह्याडलाई चाहिँ ह्याडन्ट गर्दा हुन्छ। जस्तै कि ह्याभले ह्याभन्ट, ह्याजलाई ह्याजन्ट, त्यस्तै हामीले ह्याडलाई ह्याडन्ट गर्न सक्छौँ। फेरि विद्यार्थी साथ ध्यान दिएर हेर्नु होला। अब यसमा पनि के हुन्छ यदि ह्याड आएको हुँदाखेरि हामीले हेर्न मिल्दछ कहीँ डिडन्ट प्रयोग गरिएको हुन्छ भने कहीँ ह्याडन्ट गरिएको हुन्छ। प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू अब यस्तोमा भाइ बहिनीहरू मेरो विद्यार्थी भाइ साथीभाइ बहिनीहरू कन्फ्युज भइहाल्नुहुन्छ। अब हेर्नु न यहाँ अब ह्याड प्लस ह्याड छ भने यहाँ ह्याडन्ट गरिएको छ र यहाँ चाहिँ ह्याड छ भने यहाँ डिडन्ट गरिएको छ। वास्तवमा यो कस्तो भयो होला? यस्तो प्रकारको क्वेसनहरू हाम्रो विद्यार्थी भाइ बहिनीहरूको मनोबलमा उठिरहेको हुन्छ, उत्पन्न भइरहेको हुन्छ। या त प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू क्लासमा सोध्नबाट डर्नुहुन्छ, लजाउनुहुन्छ भने त्यस्तो कुरा नगर्नु होला र सोध्नु होला। किनभने सोद्धाखेरि नै कि हाम्रो केही कुरा सिकिन्छ भनेर सोध्नुहुँदैन भने कसरी सिक्ने भनेर। त्यस्तै प्रिय विद्यार्थी छ जस्तै हेर्नु सेम हामी जस्तै ह्याभलाई गरे ह्याजलाई गरे त्यस्तै हामी ह्याडलाई पनि गर्ने। ह्याड प्लस यदि V3 आउँछ भने हामी के गर्ने यसलाई ह्याडन्ट गर्ने। त्यस्तै यदि ह्याड पछि कुनै अब्जेक्ट आउँछ वा नाउन फ्रेज आउँछ, नाम वगैरह आउँछ भने हामी के प्रयोग गर्ने भने यहाँ डिडन्ट गर्ने। अब प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू तपाईँ बुझिसक्नुभयो होला ह्याड प्लस V3 हुँदाखेरि ह्याडन्ट गर्ने, तर ह्याड प्लस अब्जेक्ट नाउन हुँदाखेरि तपाईँले के गर्नुपर्ने हो भने डिडन्ट चाहिँ गर्नुपर्ने हो। त्यस्तै प्रिय विद्यार्थी साथ ध्यान दिएर हेर्नु। अब केही इक्जाम्पलबाट हामी बुझ्न सक्छौँ। जस्तै she had cooked food. She had cooked food. She had cooked food. अब फर्स्टमा हामी के गर्ने भने यसलाई फुल स्टेपलाई कमामा चेन्ज गर्ने, कमामा चेन्ज गरिदिए। अब सेम त्यस्तै हामी के गर्ने अब ह्याडलाई अब के गर्ने ह्याडन्ट गर्ने कि डिडन्ट गर्ने यस्तोमा कन्फ्युजन हामीले हुन्छ भने नो प्रब्लम। अब ध्यान दिएर हेर्नु होला, ध्यान दिएर हेर्नु होला, ध्यान दिएर हेर्नु होला। ह्याड पछि V3 हो कि अब्जेक्ट कि कुनै नाम हो। अब सबभन्दा सिम्पल तरिका हो यदि V3 छ भने हामी ह्याडन्ट गर्ने, अब V3 छैन अब अब्जेक्ट छ वा नाउन फ्रेज छ भने हामी डिडन्ट गर्ने। त्यस्तै प्रिय विद्यार्थी साथीभाइ ध्यान दिएर होला। अब ह्याड प्लस V3 छ भने हामी के गर्ने यहाँ ह्याडन्ट गरिदिने ह्याडन्ट। अब सी को प्रोनाउन चाहिँ हाम्रो सी आउँछ किन सी त प्रोनाउन अलरेडी छँदैछ। त्यस्तै प्रिय विद्यार्थी साथीभाइ ध्यान दिएर होला। अब यही सी ह्याड अ पेन। अब यसमा छ सी ह्याड अ पेन। अब सी ह्याड अ पेन। अब ध्यान दिएर होला यो ह्याड पछि हाम्रो अब्जेक्ट छ कि V3 छ या V3 छ कि छैन। यदि V3 छ भने हाम्रो ह्याडन्ट हुन्छ,
भित्री छैन यदि अब्जेक्ट छ भने हामी के गर्ने भने डिडन्ट चाहिँ गर्ने। जस्तै कि हामी हेरेका छौँ ह्याड पछि यहाँ हाम्रो अब्जेक्ट छ, त्यसैले यदि ह्याड पछि अब्जेक्ट छ भने वा नाउन फ्रेज युज छ भने हामी के गर्ने डिडन्ट गर्ने। त्यसैले हामी के गर्छौँ यहाँ डिडन्ट अनि प्रोनाउन चाहिँ हाम्रो के हो सी को सी डिडन्ट सी। अब त्यस्तै खाले प्रिय विद्यार्थी साथीभाइ पनि ध्यान दिइरहनु होला। अर्को इक्जाम्पल हामी दिइरहेका छौँ I had spoken Urdu. I had spoken Urdu. I had spoken Urdu. अब सबैलाई फर्स्टमा क्वेसन मार्क दिने कि फुल स्टप दिने कि कमा दिने यो तपाईमा निर्भर पर्छ, किनभने तपाईले सुनिसक्नु भएको छ। अब कन्फ्युज नहुनु होला, किनभने यहाँ हामी के दिने फुल स्टपलाई चेन्ज गर्नुपर्ने केमा कमामा। त्यसैले म कमामा चेन्ज गरिदिए। अब ध्यान दिइरहनु होला यो ह्याड पछि V3 छ कि अब्जेक्ट छ। यदि V3 हुन्छ भने हामी हाइडन्ट गर्ने, यदि अब्जेक्ट छ भने डिडन्ट गर्ने। भने ह्याड पछि के छ हाम्रो V3 छ, त्यसैले हामी के गर्ने यहाँ हाइडन्ट गरिदिने। हाइडन्ट आई को चाहिँ आई हाइडन्ट आई। सेम त्यस्तै यदि भनेको हुन्छ आई ह्याड अ ब्याग आई ह्याड अ ब्याग। यदि आई ह्याड अ ब्याग छ भने हामी के गर्ने यसमा हेरेछौँ ह्याड पछि के छ भने हाम्रो अब्जेक्ट छ नि भर्ब 3 छैन। त्यसैले हामी के गर्ने यसमा मिलेछ हाम्रो ह्याड प्लस अब्जेक्ट वा नाउन फ्रेज छ भने हामी डिडन्ट गर्ने। त्यसैले हामी के गर्ने आई ह्याड अ ब्याग, यहाँ के गर्ने हामी अब डिडन्ट आई। प्रिय विद्यार्थी साथीभाइ पनि अब तपाईँहरू बुझ्नुभयो होला यो कुरा धेरै इम्पोर्टेन्ट रहेछ। त्यसैले यसले तपाईँ चाहनुहुन्छ भने स्क्रिनसट गर्न सक्नुहुन्छ। यदि रेडियो बादल सुन्दै हुनुहुन्छ भने तपाईँ आफ्नो मोबाइलमा रेकर्ड खोलेर यसलाई रेकर्ड गर्न सक्नुहुन्छ र पटक पटक सुनेर यसलाई आफ्नो नोट पनि बनाउन सक्नुहुन्छ, अथवा पटक पटक सुनेर तपाईँ आफ्नो टेक क्वेसनलाई क्लियर गर्न सक्नुहुन्छ। यसमा डाउट क्लियर गर्न सक्नुहुन्छ, तपाईँ स्टडी गर्न सक्नुहुन्छ, तपाईँ चाहेको बेला सुन्न सक्नुहुनेछ। यदि तपाईँ युट्युबमा हेर्दै हुनुहुन्छ भने तपाईँ डाउनलोड पनि गर्न सक्नुहुन्छ र चाहेको बेला तपाईँले यो भिडियोलाई हेर्न सक्नुहुन्छ र तपाईँ सिक्न सक्नुहुनेछ। प्रिय विद्यार्थी साथीभाइ पनि ध्यान दिइरहनु होला। अब हामीले आज ह्याभको पनि प्रयोग पढिसके, ह्याजको पनि प्रयोग पढे र त्यस्तै हाइडको पनि प्रयोग पढे। अब हामीले के जाने भने यो कुरा क्लियर गर्दै अगाडि बढ्न चाहन्छु। म एकचोटि अझै क्लियर गर्न चाहन्छु। ह्याभ प्लस V3 हुन्छ भने हामी ह्याभन्ट गर्ने, ह्याभ प्लस अब्जेक्ट हुन्छ भने हामी डन्ट गर्ने। त्यस्तै ह्याज प्लस V3 यदि छ भने हामीले त्यहाँ ह्याजन्ट गर्ने। यदि त्यही ह्याज प्लस अब्जेक्ट छ भने हामी डजन्ट गर्ने। सेम त्यस्तै ह्याडमा पनि यदि ह्याड प्लस V3 छ भने हामी हाइडन्ट गर्ने र ह्याड प्लस यदि अब्जेक्ट छ भने हामी के गर्ने भने डिडन्ट गर्ने। किनभने डिड तपाईँको V2 जस्तै हो, डु भने V1 र तपाईँको त्यो डज चाहिँ V5। त्यस्तै प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू अब यसको बारेमा म छलफल गरिसकेँ। अब गरिसकेपछि यसलाई मेट्न चाहन्छु र साथीहरूले अझ भन्न चाहन्छु। धेरै विद्यार्थी भाइ सोध्नुहुन्छ र कमेन्ट गर्नुहुन्छ अथवा मेसेजमा मेसँग क्वेसन गर्नु भएको हुन्छ, सर ह्याभ छ भने के गर्ने? यदि ह्याभ प्लस V3 छ भने ह्याभन्ट गर्ने र ह्याभ प्लस अब्जेक्ट छ भने डन्ट गर्ने। तर ह्याभ टु आएमा हामी के गर्ने? तर ह्याभ टु आएमा के गर्ने? यस्तो किसिमको क्वेसन आइरहेको हुन्छ। कोही साथी भन्नुहुन्छ सर यहाँ त ह्याज टु छ के गर्ने? यस्तो पनि आउँछ। कोही साथी भन्नुहुन्छ सर यहाँ त ह्याड टु छ यहाँ के गर्ने? भने नो प्रब्लम, यसको लागि पनि म तपाईँले बताउँदैछु के गर्ने र कसरी गर्ने भनेर। स्पेसल जस्तै अलिकति हेरिदिनु ध्यान दिएर यदि सेम त्यही छ, यदि ह्याभ टु आउँछ वा तपाईँको ह्याज टु आयो वा तपाईँको ह्याड टु आयो भने तपाईँलाई थाहा छ यदि ह्याभ टु आयो भने डन्ट गर्नु होला। त्यस्तै ह्याज टु आयो भने तपाईँ के गर्नुहुन्छ? यसलाई डजन्ट गर्नु होला। र त्यस्तै यदि ह्याड टु आयो भने हामी यसलाई के गर्ने? प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू हामीले आज ह्याज, ह्याभ र हाइडको बारेमा अध्ययन गरे।
हाइब आउँदाखेरि के गर्ने, हाइड हुँदाखेरि के गर्ने, हाइब हुँदाखेरि के गर्ने। यदि हाइब प्लस भित्री आउँदाखेरि ह्याभ इन्टु गर्ने र हाज प्लस भित्री आउँदाखेरि हाज इन्टु गर्ने र त्यस्तै हाइड प्लस भित्री आउँदाखेरि हाइड इन्टु गर्ने। यदि त्यो भित्री नआएर यदि अब्जेक्ट आइरहेछ भने डु डज र डिडको प्रयोग गर्ने। जस्तै कि हाइब प्लस यदि अब्जेक्ट आउँछ भने डन्ट गर्ने, ह्याज प्लस अब्जेक्ट आयो भने डजन्ट गर्ने, त्यस्तै हाइड प्लस अब्जेक्ट आयो भने डिडन्ट गर्ने। यति भन्दै मलाई कार्यक्रमबाट बिदा लिनुपर्छ, किनभने आजको कार्यक्रमको निर्धारित समयको हामी अन्त्यतिर आइसकेछौँ। त्यसैले हामीले बिदा लिनै पर्छ, किनभने समयको साथमा हामी सबैलाई हिँड्नुपर्छ। तपाईँहरूसँग छुट्ने मलाई कहिले पनि मन गर्दैन, तपाईँहरूसँग छुट्ने आरबी सरलाई कहिले पनि मन गर्दैन। यति भन्दै फेरि भोलि हामी यसै कार्यक्रमको साथमा फेरि भेट्ने नै छौँ र भोलि फेरि हामी अझ यसको बारेमा यसले बढाउला, यसको बारेमा अझ जानकारी लिन्छौँ। यति भन्दै हामीले बिदा चाहन्छौँ। तबसम्म सुन्दै गर्नुहोस् रेडियो बदल 89 मेगाहर्ज। म टेक पार्टनर, म राम विश्वास महतो यानी यहाँ चिपरिचित सर आरबी सर टेक पार्टनर सत्येन्द्र गुप्ताको साथमा बिदा चाहन्छौँ। हस्त नमस्कार।